न सत्ता न प्रतिपक्षका बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि जनतातिरै फर्किएका छन्। न कांग्रेससँग मिलेर सरकार ढल्यो न रासोपासँग मिलेर गृहमन्त्री हटाउने दाल गल्यो। भिजिट भिसा मार्फत हुने मानव तस्करीमा गृहमन्त्री रमेश लेखकको समेत नाम जोडिएपछि आफूलाई क्लिन बताउने माओवादी उनको राजीनामा माग्न मध्य पहाडी लोकमार्गको दोस्रो फेजको अभियान नै स्थगित गरी काठमाडौँ केन्द्रित भयो। विपक्षी मोर्चालाई एकढिक्का बनाउने प्रयत्न गर्यो। सकेसम्म कांग्रेससँग नयाँ सरकारकै बार्गेनिङ पनि भयो। त्यस समय प्रचण्डको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। अहिले छलफल चलिराखेको छ। हामी समझदारी र सहमतिको भाषा टुङ्ग्याउने प्रक्रियामा छौँ। कुराकानी भएको छ। यो हाउस खोल्ने सम्बन्धमा नै कुरा केन्द्रित थियो। हिजो मेरो कुरा रचनात्मक र सकारात्मकै कुरा भएको छ। त्यो कुरा बाहिर तपाईहरुले थाहा पाइसक्नु भएको छ। अब सबै अस्त्र फेल भएपछि प्रचण्ड फेरि पहाड उक्लिएका छन्। म्याग्दीका जनता भेट्न पुगेका छन्। तातो पानी कुण्डमा डुबुल्की मारेर मुड फ्रेस गरिरहेका छन्। सरकार परिवर्तनमा प्रचण्ड फेरि अर्को पटक फेल भएका छन्। यो बीचमा प्रचण्डले संसद खुलाउने नाममा कांग्रेसको विभिन्न तहमा छलफल गरे। प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बीच जेठ 23 गते भेट भयो। खड्का उनै पात्र हुन् जसले गत निर्वाचनमा कांग्रेस माओवादी गठबन्धन बनाउन सक्रिय भूमिका खेलेका थिए। पछिल्लो पटक एमालेसँग मिल्दा समेत कांग्रेस प्रचण्डतिरै ढल्किनु पर्ने भन्दै पार्टीमा खड्काले असन्तोष नै राखेका थिए। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा व्यापक प्रश्न कांग्रेसकै नेताहरूले गरिरहेका बेला पूर्णबहादुरकै सक्रियतामा देउबासँग एकपटक टेलिफोन संवाद र एकपटक भौतिक रूपमै भेट भयो। पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालमाथि मुद्दा चलेको बारे देउबाले प्रचण्डसँग जिज्ञासा र असन्तुष्टि पोख्नु पर्यो। ओलीलाई जानुपर्ने देउबाको फोन प्रचण्डलाई गएपछि एमाले समेत त्यसबेला झस्किएको थियो। स्रोतका अनुसार देउबा स्वयं ओलीका पछिल्ला गतिविधिबारे रुष्ट छन्। यसैमा प्रचण्डले पनि खेल्न खोजेका थिए। तर देउबा भने तत्काल ओली विरुद्ध विद्रोह गरिहाल्ने पक्षमा नरहेको बुझिन्छ। ओलीप्रति भर नभएकाले जुनसुकै बेला जे पनि हुन सक्ने चाहिँ कांग्रेसका नेताहरू स्वीकार छन्। अनि यो राजनीति भनेकै यो जोखिमयुक्त छ। अब हामीसँग विकल्प पो के छ? अब सत्तामा जाँदाखेरि सम्पूर्ण रूपमा आफूले चलाए जस्तो कहाँ हुन्छ? त्यसमा चाहिँ 100% हामीले भने जस्तो नभए पनि 50 सही भनेर चाहिँ बस्नु परेको अवस्था हो। त्यसकारण सबै ठिक भइरहेछ भन्ने चाहिँ कुरो होइन। कतिपय हामीलाई चित्त बुझिराखेको छैन। पार्टी अभियान नै रोकेर सुरु गरेको गृहमन्त्रीको राजीनामा मुद्दा पनि प्रचण्डलाई अहिले निल्नु न ओकल्नु भएको छ। सर्वोच्च अदालतले 12 वर्ष अघिको मुद्दामा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटामाथि अनुसन्धानको बाटो खुलाएको छ। प्रहरीले अनुसन्धान गर्नुपर्ने अवस्था आए सरकारमा भर पर्नेछ। तत्काल पक्राउ पर्न पनि सक्नेछन्। पार्टीभित्रै बढ्दो शक्ति संघर्ष र तारन्तार उत्तराधिकारी गुमाउँदै गएका प्रचण्डका लागि त्यो नमिठो क्षण पनि हुन सक्नेछ। यही बेला माधव नेपालमाथि समेत मुद्दा दर्ता भएको छ। सोही कारण सरकारमाथि धारे हात लगाउने कदमबाट माओवादी र एकीकृत समाजवादी पछि हटेको चर्चा छ। यही कारण लेखकको राजीनामालाई बटम लाइन बनाएका दुवै पार्टी तत्काल अख्तियारको अनुसन्धानलाई सघाउने भन्दै उनको राजीनामाबाट पछि हट्दै सदन चलाउन एकमत पनि भएका थिए। हामी धेरै नरम भएका छौँ। सरकार गरम छ। सरकार अलि नरम हुनुपर्छ। सरकार जिम्मेवार हुनुपर्छ। प्रतिपक्ष नरम छ। त्यत्रो चाहिँ र्याकेट भएको छ। दुनियाँलाई थाहा छ। जनताको विषय हो। अहिले प्रतिपक्षको होइन विषय। आम जनताले दुःख पाइरहेको छ। त्यसबारे छानबिन गर्ने, त्यसबारे तथ्यहरू स्थापित गर्ने, त्यसलाई सुधार गर्ने त सरकारको प्रतिबद्धता अनिवार्य हो नि त, कम्तीमा पनि। तर रासोपाले आफ्नो अडान छाडेन। अहिले आफ्नो एजेन्डामा प्रतिपक्षलाई हिँडाइरहेको माओवादी अब रासोपाको मुद्दामा हिँड्नुपर्ने निरीहताको अवस्थामा पुगेको छ। अहिले यो मुद्दा असरल छाडेर पहाडको हावा खान निस्किएका प्रचण्ड सत्ता न प्रतिपक्षका भएका छन्। प्रतिपक्षमा पुगेदेखि हरेक मुद्दामा प्रचण्डको हारको श्रृङ्खला जारी छ।